ओए सर अरे सर ठुलो सर 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 ए वहाँ लगे सर हो कि स्यान्डो दाइ 100% सर हो लोकल सर पर्दिरहेको ये साइजको यार भन 1.5-2 किलो कस्तो फाल्ने बित्तिकै आएको त नि यार फाल्ने बित्तिकै आइदिरहेको सर राम्रै छ 1.5-2 किलोको होइन भातमा ओ यो पनि खाइगयो तान्नु तान्नु खिच्नु सुइसी लान्छ नत्र मेरो बल्छी खानु पनि यसको बल्छी खाइदियो के मेरो बल्छी खानु भने यसले आउने बित्तिकै फालेको क्या हो भर्खरै गडेन केही नि हुन्न आउँछ 1.5 किलोको होला 1.5-2 किलोको 1.5-2 किलोको हो कि ल सर त डेन्जर हो नि भर्खरै नि यसले आउने बित्तिकै फालेको सर पर्दैन यहाँ बाहिर झुसी आएर भर्खर थापेको त ठुलै हो साइज के आउने बित्तिकै फालेको कि यसले भर्खरै पकाएर खाने होला नि होइन यिनीहरूको सर कहाँ दिन्छ नि है घोलेङ थाप हेर्नु होला 2 किलो थाप्ने कुपेर आएको ढाडा कुपेर आएको खाएको होइन यार ढाडा कुपेर आयो त्यहाँ बिहेऱ्यो अब यता आइज टुक्रुको बस त टुक्रुको बस यार अलि डरै रहेछ नि यार ढाडा कुपेर चाहिँ ढाडा 2 किलो त छ यार 2 किलो त बढी छ उही ढाडा कुपेको छ कत्ला फेरि खतरा हुन्छ घोल्याङ डुबार राख्न पहिल्यै घोल्याङ डुबार राख टाउकोतिरबाट टाउकोतिर ढाड पुछ खोइ के हालेको जानेन कि ले टाउकोतिरबाट हाल्नु पर्छ फर्के खनाछ अब पल्टिन लागिसक्यो जाना मात्रै छ हाल छिटो टाउकोतिर हाल्न ल टाउकोतिर तलबाट हाल हुसा जाना मात्रै छ अनि बल्ल ज्याना कुपे के यार यो कुत्तु यार मोबाइल ल काटिहाल 1 किलो मलाई अरु त जसो कर 1 किलो मलाई खै देखा दे त पक यता देखा न मुला यहाँ देख भुइँ खानु भुइँमा 2 किलो माथि जाना कोपे हो के हो त्यहाँ ढाडमा फुट्किसक्यो त्यही भएर अनि नघुमा धेरै भनेको गोलङ अल्लाह अल्लाह मुजी टाउ गाउँको छ ढाडा या यतापट्टिको फेके ढाडा कुपेको के हैन हो डेन्जर गरे रहेछ त्यही यस्तरी गडेको यार गडे रहेछ न त गइसक्यो नयाँ काडा रहेछ के यार खाएको नि होइन कि फेरि ढाडा कुपेको तुनिक गरे फेरि तान्दिर खाएको रोडे यार ढाडा कोपेर आको